हाँस गनाउँछ भन्नुहुन्छ धेरैजनाहरू। मैले यो विषयमा दुईवटा भिडियो पहिला पनि बनाइसकेको छु र आज म तपाईँहरूलाई देखाउने छु हाँस किन गनाउँछ भनेर तपाईँलाई म देखाउँदैछु है त। ल हेर्नुहोस् हाँसको पुच्छरबाट यस्तो फोरो निस्किन्छ र कतिजनाले विश्वास गर्नुहुन्न है। ल हेर्नुहोस् यस्तो फोरो निस्किन्छ, हेर्नुहोस् है यस्तो फोरो निस्किन्छ हाँसको पुच्छरबाट। यही फोरोलाई हामीले निकाल्न सक्नुपर्छ र जान्नुपर्छ। आज हाम्रो साथी पनि सँगै हुनुहुन्छ, उहाँलाई म दिनेछु। ल यहाँ ल सुन्नुहोस् हजुरले है त। गनाछ के गना होइन? गनाछ है। यही चिज चाहिँ मासुमा पऱ्यो भने गनाउँछ, हजुरहरूले ख्याल गर्नु होला। र यसलाई कसरी निकाल्ने भनेर म तपाईँहरूलाई सिकाउन आज गइरहेको छु। ल हेर्नुहोस् ट्याक्कै यहाँ हुन्छ। फेरि तपाईँहरूले यसमा छ कि छैन भन्नु होला। यहाँ पनि छ, हेर्नुहोस् है यसरी फोरो निस्किन्छ। यो कुरा तपाईँहरूले ख्याल गर्नु होला। दुईवटा हुन्छ है यहाँ, दुईवटा मान्छेले खाने भिटामिन क्याप्सुल जस्तो हुन्छ दुईवटा। एउटा यहाँ छ र अर्को म देखाउँदैछु, अर्को यहाँ छ। ल हेर्नुहोस् यो गनाउने। ल हेर्नुहोस् यस्तो गनाउँछ है। ल हेर्नुहोस् म यहाँ पनि देखाउन गइरहेको छु तपाईँहरूलाई। ल हेर्नुहोस् यस्तो हुन्छ फोर र हेर्नुहोस् यसरी तपाईँहरूले निकाल्नुभयो भने हाँसको मासु फ्रेस हुन्छ र खानामा हाँसको मासु मिठो हुन्छ। एकदम सजिलो छ, गाह्रो छैन। यति मात्रै निकाल्ने हो है, यति मात्रै निकाल्ने हो। यहाँ हुन्छ दुईवटा हुन्छ है। एकदम सजिलो छ, गाह्रो छैन। तपाईँहरूलाई निकाल्नको लागि तपाईँहरूले भिडियोमा आरामले सेभ गर्नु होला। यो भिडियोलाई तपाईँहरूलाई सजिलो हुन्छ पछि कसरी निकाल्ने भनेर। हाँसको दोकानमा मासु लिन जानुभयो भने या आफैले हाँस काट्नुभयो भने पनि तपाईँलाई सजिलो हुन्छ। यो फोरो है, यो गनाउँछ। तपाईँहरूले आफैले पनि निकालेर हातमा सुन्नुभयो भने स्मेल आउँछ र यो स्मेल चाहिँ अझै पकाउँदाखेरि अझै बढी स्मेल आउँछ। यो कुरा हजुरहरूले ख्याल गर्नु होला है। र मैले गएको दोस्रो पार्ट 2 मा चाहिँ के पनि सिकाएको थिएँ भन्दाखेरि ढाडमा अलिकति कलेजो हुन्छ, ढाडमा चाहिँ किडनी हुन्छ, त्यो किडनीलाई चाहिँ निकालेर फाल्नुपर्ने हुन्छ भनेर है। किडनी पनि म तपाईँलाई देखाउँछु कहाँ छ भनेर किडनी देखाउँछु। यही चिज चाहिँ हाँसमा पऱ्यो भने मासुमा पऱ्यो भने गनाउँछ। ल हेर्नुहोस् यस्तो फोरो हुन्छ है। ल हेर्नुहोस् देख्नुभयो नि होइन? यो चिजलाई चाहिँ तपाईँहरूले ख्याल गर्नु होला। यति मात्रै तपाईँले मासुबाट निकालिदिनु भयो भने 90% सेट जान्छ र 10% तपाईँले के ख्याल गर्नुहोस् भन्दाखेरि 10% चाहिँ यो चाहिँ भालेको आइडी हो। यसलाई चाहिँ यो चाहिँ गनाउँदैन। ल हेर्नुहोस् यो ढाडमा हुन्छ है यो। ल हेर्नुहोस् ढाडमा यो कलेजो जस्तो हुन्छ। फेरि यो छातीको पछाडि हुने चाहिँ कलेजो होइन है। म देखाउँदैछु तपाईँहरूलाई। यो छातीको पछाडि हुने चाहिँ यो फोक्सो हो। फोक्सो चाहिँ प्रायः हामीले निकालेर फाल्छौँ, यो चाहिँ गनाउँदैन। तर यो ढाडमा हुने कलेजो हो, कलेजो जस्तो छ। यो कलेजो चाहिँ होइन, यो चाहिँ किडनी हो। पन्छीजन्य जति पनि छ, कुखुरा भयो, हाँस भयो, चराचुरुङ्गी जति पनि हुन्छ, तिनीहरूको चाहिँ ठ्याक्क यो फिलाको छेउमा, ठ्याक्क यो फिलाको छेउमा है तपाईँहरूले हेर्नु भने फिलाको छेउमा ढाड हुन्छ। ढाडमा यसरी टाँसेर बसेको हुन्छ। यो पनि सेन्ट आउँछ। यसलाई पनि तपाईँले निकाल्नु भयो भने यसबाट हाँसको चाहिँ सेन्ट जान्छ, गनाउँदैन। र हाँसको मासु पकाउँदाखेरि अझै तपाईँले ध्यान दिनुपर्ने कुरा के हो भन्दाखेरि हाँसको मासुमा चाहिँ तपाईँले अलिकति बढी गरेर अदुवा चाहिँ हाल्नु होला। अदुवाले पनि सेन्टलाई मार्छ, मासुलाई गनाउँछ र मासु स्वादिलो बनाउँछ। हस् हजुरहरूलाई हाँसको मासु कसरी बनाउने, कसरी नगनाउन सकिन्छ भनेर मैले पहिला पनि दुईवटा भिडियो बनाएको छु, हजुरहरूले हेर्न सक्नुहुन्छ। र यति मात्रै हजुरले ख्याल गरिदिनु भयो पुच्छरको भने हाँसको मासु गनाउँदैन। हाँसको मासु खानामा एकदमै टेस्टी हुन्छ। हस् ल धन्यवाद। यो हाँसको किडनी हो, फिलाको छेउमा हुन्छ किडनी, कलेजो जस्तो हुन्छ, ढाडमा टाँसिएर बसेको हुन्छ। यो फोक्सो हो, यो फोक्सो है। फेरि छातीमा फोक्सो हुन्छ, फिलामा चाहिँ किडनी हुन्छ, ढाडमा टाँसिएर बसेको हुन्छ। यो फोक्सो हो, हजुर हेर्न सक्नुहुन्छ। फोक्सो चाहिँ प्रायः फाल्ने गर्छौँ, किडनी चाहिँ फाल्ने गर्दैन, तर फाल्नुपर्छ है, गनाउँछ यो।
यो कुरा ध्यान दिनु होला।